सागहरू जानुपर्छ। गुड मर्निङ साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो योन्जन अफिसियल युट्युब च्यानलमा। साथीहरू, मैले चाहिँ हिजो भिडियो पनि हालिनँ किनभने अब त्यस्तै भयो, तर थिएन चाहिँ भिडियो थियो। अलिक हेर्दाखेरि मलाई त्यो इन्कम्प्लिट लाग्यो, त्यही भएर मैले हालिनँ। आज चाहिँ बिहिबार 29 गते। म यो आजको भिडियो आज नै हाल्नेछु है साथीहरू। हजुरहरूले देखि नै हाल्नुभयो। म कति बजे उठेँ भने आज 5 बजे उठेर अनि बडाकुडार गरेर कपडा धोएर पनि म हजुरहरूको सामने उपस्थित भइसकेकी छु र मैले चाहिँ वाटर ड्रिङ्क पनि गरिसकेँ है। अनि दाल पनि बसाएर आएकी छु, ताक्दै गर्छ नि त भनेर। र सनस्क्रिन लगाएर पनि डन भयो है साथीहरू। अब चाहिँ म खाना बनाउनतिर लाग्छु। सो गाइस, मैले चाहिँ खाना पनि पकाइसकेँ। अघि मेरो खाना छ 7:30 मै पाकेको। अनि मैले चाहिँ आज खानामा यो तिते करेला अनि यो एग भइहाल्यो, अनि यो आलु फ्राई अनि दाल छ। अब 8 बजेर कति मिनट 5-6 मिनट गइसक्यो साथीहरू। ढिला भइसक्यो साथीहरू, म चाहिँ खाना खान थालेँ है त। छोरीलाई बोलाएको हेर्नु न, छोरी त ड्रेस लगाउने चाहिँ हामी आमा छोरी यस्तै नै हुन्छ प्रायः जसो। ऊ अलिक पछि आउने, म अलिक अगाडि नै खानुपर्ने हुन्छ। ऊ चाहिँ ड्रेस लगाएर खाना खान्छ, म चाहिँ पहिला खाना खान्छु ड्रेस नलगाइकन। अस्तितिर साका धावा भएर 15 दिन चाहिँ हामीले माछा मासु खाएनौँ। छोरीले चाहिँ खाएँ अनि मैले चाहिँ 15 दिनसम्म नखाएको साथीहरू। आज हिजो पुर्ने हो, आज चाहिँ स्टार्ट गरेको अन्डा। लाइक गाइज, आमा छोरी चाहिँ जोस जागरको साथ अहिले बिहान रेडी भइसकेका छौँ होइन छोरी? कता गयो मेरो छोरी? त छोरी भागिसक्यो बाहिर त होइन है। उसलाई चाहिँ कस्तो गर्नु भयो अरे, अल्छी लाग्यो अरे, ल रिस पनि उठ्यो अरे। रिस उठ्नुहुन्छ त साथीहरू, रिस उठ्नु हुँदैन नि है। रिस उठ्नु भनेको आफूलाई हार्म गर्नु हो भन्छ है म चाहिँ। What time is it now, sorry? 38 by Bakkar. Let's go. This time I'm for some sweet. अर्को बाटोबाट जाउँ न त। कुन बाटो? झन्नै मैले केले पुसेको हौ साथी। पुस्नु पर्यो। 4 भएछ। कस्तो देख्छ नि साथीहरू, यहाँ चोट लागेछ कि अस्ति। के गर्नु, दशा लागेपछि के हुन्छ। रबर चाहिँ बोक्नु पर्ने हुन्छ। बाई साना, बाई 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 गलो, बाई गर्नुहोस् न। बाई बाई। राम्रोसँग पढ्नु छ भन्न दिदीलाई। हस् बाई बाई। बाई भले आउँछस्? हस् बाई बाई। सो गाइज, हाम्रो चाहिँ आज हिजोको वेडनेसडेको भाग आज बस्नुपर्ने भयो अरे। फेरि आज बस्नुपर्ने भयो। अब के पेस्ट गर्नुपर्ने हो, धेरै होला। अब हामी चाहिँ टिम वर्क गरेर यहाँ सबै काम सकाएर जान्छौँ होला होइन। आज 6 बज्छ होला म्याम, 4:30 भइसक्यो होला।
साँचार भइसक्यो होला हाम्रो त यस्तै नै हुन्छ बटरफ्लाई पेस्ट गर्न लागेको अब हामी म्याम एउटा बटरफ्लाई पेस्ट गर्नु त ब्ल्याक नै गर्नु पर्यो भने म्याम यसरी होइन अलिक तल यो सिधा गर्नु न बिचमा गरिदिनु न 3टा जस्तो छ म्याम त्यहाँनिर 2टा दुईटामा के हो यसरी होइन भयो सबैतिर गर्नु पर्दैन डुब्नै आउँदैन त त्यसले ट्याप नगरिदिनु म्याम यतिकै छोडिदिनु यतिकै छोडिदिनु म्यामले गर्नुभयो अब म पनि बनाउँछु म चाहिँ फेरि भिडियो गरेको गर्ने होइन नि त म नि बनाउँछु है त हामी चाहिँ यो बटरफ्लाई पेस्ट गरिसक्यौँ अब पेस्ट गरेर आउनु पऱ्यो म्यामहरू गर्दै हुनुहुन्छ हाम्रो म्यामले चाहिँ यहाँ कति राम्रो ड्रइङ गर्दै हुनुहुन्छ हामी पेस्ट गर्छौँ फेरि काट्न आउँछौँ है त म्याम यसरी पो लगायौँ हामी चाहिँ यसरी पेस्ट गऱ्यौँ अब यो बिचमा अहिले अर्कै आउँछ अब हामी गर्दैछौँ भयो यताबाट जानु अब त आज भ्याएन है म्याम त्यो काम आज चाहिँ भ्याएन अब फेरि भोलि पेस्ट गर्नु पर्ने भयो होइन ठिकै छ भोलि गरौँला नि होइन र आज चाहिँ सबैजनालाई भोक लाग्यो सो त्यही भएर अब घरै हिँडेको छोरीलाई लिन भर्खरै आइपुग्यो बिचरा उसको चाहिँ हाम्रो चाहिँ काम पनि इन्कम्प्लिट भयो तर पनि फेरि बस्नु पऱ्यो भोलि पनि बस्नुपर्ने चाहिँ भयो है बस्न चाहिँ त्यो अब छोरीलाई लिएर जानु आएको सामान किन्न आइपुग्यो यहाँनिर मैले चाहिँ खाना पनि बनाइसकेँ यो चाहिँ रातिको डिनर हो डिनरमा आज चाहिँ चिकन अनि यो बिहानको बिटर गट अनि राइस अनि यो दाल पनि बिहानकै हो सो गाइज मैले चाहिँ खानासाना खाएर अब यो भिडियो इन गर्न लागेको अघि हाम्रो स्कुलको कामहरू चाहिँ कम्प्लिट भएको छैन त्यो चाहिँ भोलि कम्प्लिट हुन्छ अनि म त्यो काम कम्प्लिट भएको कुराहरू पनि हजुरहरूलाई भोलि म भिडियोमा देखाउने छु भन्दै आज यो भिडियोबाट म बाई बाई भन्न चाहन्छु सी यू इन नेक्स्ट भिडियो बाई बाई